हेलो गाइज सबैलाई नमस्ते। आज चाहिँ म यो त्यानोजी सिटीको चाहिँ मैले भिडियो बनाउन गइरहेको छु। यहाँको सिनहरू यसो हेर्न सक्नुहुन्छ। जुन हजुरहरूले चाहिँ यो बिल्डिङ हेर्न सक्नुहुन्छ, यो बिल्डिङको जुन अपोजिट साइड छ गाइजहरू, यो हेलो वर्क भनेको चाहिँ जापानमा जुन विदेशीहरूलाई चाहिँ अब विदेशीहरू मात्रै नभएर स्वदेशीहरूलाई पनि काम खोजिदिने काम गर्दछ। यो जब सेन्टर जस्तो यो सरकारी अफिस नै हो गाइजहरू। यो चाहिँ ठ्याक्क यसको त्यानोजी यो टावरको अपोजिट साइड छ है गाइजहरू। अब कतिपय साथीहरूले चाहिँ अब म्यापहरू हेर्न नजान्ने हुन्छ, अनि त्यहाँदेखि अब म्यापले पनि ठिक ठाउँमा नदेखाउन सक्ने हुन्छ, देखाउँदैन, पुरा घुमाएर देखाउने गर्छ। त्यही भएर हजुरहरूलाई चाहिँ यति याद गर्नु होला कि यो जुन यो त्यानोजी आबेनो हेलो वर्कको चाहिँ ठ्याक्कै यो बिल्डिङको चाहिँ ठ्याक्कै अपोजिट साइड छ है गाइजहरू। यो हो यो काम खोजिदिने विदेशीहरू जसलाई पनि काम खोजिदिन्छ, यो चाहिँ अफिसमा जाने हुने ठ्याक्कै आठ तलामा छ। हजुरहरू लिफ्ट चढेर चाहिँ जान सक्नुहुन्छ गाइजहरू है। ठ्याक्क अपोजिट साइड छ यो बिल्डिङ। अनि यतातिर यता त्यानोजीको वरपरको सिनहरू पनि यो बिल्डिङको वरपरको सिनहरू हजुरलाई देखाइदिन्छु। यस्तो राम्रो छ है यहाँको सिनहरू। यो सिटीमै पर्छ। ल हेर्नुहोस् है गाइजहरू, हजुरहरू काम खोज्दै हुनुहुन्छ भनेपछि हेलो वर्कमा आउन सक्नुहुन्छ। यो बिल्डिङ हो भन्दै गाइजहरू आजलाई यतिकैमा बिदा चाहन्छु। हस्त नमस्ते।